हेलो गाइस, आज चाहिँ म बिहान एक कपाल काटेर यस्तो भइरहेछ कपाल होइन, दामी सुहाइरहेछ होला। तपाईँहरूले भनिदिनु होला एकचोटि मेरो चाहिँ आजको मिनी ब्लगमा साथ दिएर सबै हेरिदिनु होला। म चाहिँ बाटो हिँड्छु। यो चाहिँ म अब दाइलाई पुऱ्याउन गएको, आज दाइ पावर जान्छ अनि ठ्याक्कै आइपुगेँ। अनि आइपुगेर एकचोटि ऐना हेरेको त यसो कपाल काटेर आइसकेपछि अनि त्यस पछाडि चाहिँ अब ऐना हेरिसकेर फेरि चस्मा लगाएर ऐना हेर्न मन लाग्यो। चस्मा पनि लगाएँ होइन भनेर अनि छेउमा चाहिँ ठ्याक्कै मेकअपवाला सामान भित्र धेरै रहेछ। अनि यसो हेरेँ, भिडियो बनाइदिएँ अनि तपाईँहरूलाई देखाइदिएँ। अनि त्यस पछाडि चाहिँ फेरि म बाहिर निस्केको छु, चस्मा टक्क लगाएर घाममा। अनि बाहिर निस्किसके पछाडि फोनले भिडियो बनाउँदै यताउति गर्दै मलाई चाहिँ ब्लग बनाउन एकदमै मजा लाग्छ। त्यही भएर म बनाउँछु, तर मेरो क्यामेरा क्वालिटी फेरि आएर कपाल मिलाएर चट्ट राम्रो जस्तो लागेन। फेरि दाइले मेसेज गरेर खाना खाएर खाजा खा भनेको पछाडि चाहिँ मलाई चाहिने भिडियोमा चाहिँ त्यसपछि ग्यास अन गरेँ। ग्यास अन गरे पछाडि मैले मेरो कराईहरू बसाएर ट्याक्कसँगले अब चाउचाउ बनाइदिन्छु। ट्याक्क खोलेर राखेँ होइन, खोलेर राखिसकेपछि अब तातिँदै गर्छ भनेर। अनि त्यस पछाडि अब खोर्सानीहरू जे भएको थियो मसलाहरू काटेँ, यस्तो भयो। अनि त्यस पछाडि ठ्याक्कै कराईमा तेल लगाएँ। तेल लगाइसके पछाडि अनि चाउचाउ खोल्ने बेला आयो। चाउचाउलाई यसो मड्याक मुडुक बनाएर सानो धुलो बनाएँ। त्यस पछाडि चाहिँ त्यसको भित्र के थियो हेर्नु, त्यसको भित्र यो थियो, ट्राइगन ल्याएको थियो, केही पनि परेन। अनि त्यस पछाडि चाउचाउ खोलेर चाहिँ हालेँ बटुकामा। त्यस पछाडि यस्तो थियो त्यसको। अनि त्यसपछि अघि काटेको खोर्सानीहरू हालेँ। त्यस पछाडि यो यस्तो भइरहेको छ खोर्सानी। त्यस पछाडि अघिको चाउचाउ पनि हालेँ। मरमसला चाहिँ खासै थिएन, त्यही भएर त्यति हालेँ। अनि यसो चलाउँदै गर्दाखेरि अनि फेरि ठिकै नुन हालेँ। मैले नुन लगाएँ, अब आफूले कति खाइन्छ त्यस्तै अनुसार नुन लगाएँ, तर अलिकति चर्को भइसकेको थियो भरे चाहिँ खाँदा चाहिँ। अनि त्यस पछाडि नुनहरू लगाएर एकछिन चलाएँ। अनि फेरि बेसार पनि लगाएको थियो अरे। त्यस पछाडि मैले अब छेउमा हेर्दा त भाउजूले हिजो ल्याउनु भएको रहेछ। यसलाई के भन्छ, गुलाब जामुन भन्छु म चाहिँ। यो चाहिँ खाइदिएँ मैले एउटा। अनि त्यस पछाडि फेरि मेरो खाना रेडी भयो। अब म खाजा खान थालेँ। बाई।